अनि त्यसबेला दाइ भन्नु त्यसो कस्तो लाग्यो यो ठाउँ घुमेर? धेरै रमाइलो ठाउँ छ यो त एकदम रमाइलो ठाउँ छ। म प्रिफर गर्छु हाम्रो साथीभाइहरूलाई हो यो चाहिँ सही हो भिजिट गरौँ। मलाई नि अमेजिङ लाग्यो, सरप्राइजै भयो यो ठाउँमा आएर हैन। सोचिरहेको थिएँ एक दिन आएर भिजिट गर्नुको लागि, तर अनएक्सपेक्टेडली आयो हैन। तपाईँको भिडियो बनाउन मिल्छ? हो र? ए होइन, केटाहरूले नाइ गर्न थालिहाल्छ त्यही भएर। र गाइस अहिले हामी आइसकेको छौँ एकदम रमाइलो ठाउँमा, एकदम ब्युटिफुल ठाउँमा र एकदम ह्यान्डसम ठाउँमा। कहाँ के हो भन्दाखेरि भन्नु पर्दाखेरि यु क्यान सी गाइज होइन, यो हेर्न सक्छ यो लाइट सबैभन्दा राम्रो लाग्ने भनेको मलाई यो लाइट हो। र यो लाइट परबाट कस्तो देखिन्छ भन्दाखेरि यु क्यान सी सही देखिन्छ, यो लाइट हो। यो चर्केको भुचालोले भत्केको चाहिँ होइन फेरि है। र सँगै रहेको छ एक्रोम होइन, ठुलो एक्रोम जुन चाहिँ यहाँ छ हेर्न सक्नुहुन्छ है। र त्यस्तै यु क्यान सी यो लाइटहरू के हो थाहा छैन मलाई, तर पनि हेर्न सक्नुहुन्छ छोटो मिठो। समस्या अब के हो भन्नुपर्दाखेरि चाहिँ टाइम सक्यो होइन, त्यसले गर्दा चाहिँ यहाँबाट निस्किनुपर्छ फटाफट। भन्दाखेरि चाहिँ टाइम सिकिसक्यो र यहाँबाट ओभरअल भ्यू यु क्यान सी। हुन त गाइस होइन एकदम सानो सानो कुराहरू छ यहाँ जुन चाहिँ हेर्न लाइक होइन, दामी दामी कुराहरू जस्तै यो लाइट हेर्न सक्छ। कस्तो के हो भन्दाखेरि एकछिन हेर्नुपर्छ, मैले अहिलेसम्म बुझ्न सकेको छैन के हो कस्तो भन्दा। तर एक्रोम त भइगयो, यो लाइट भइगयो र यो भएको त पर्दामा लाइट र सँगै रहेको छ यो। सो गाइस अहिले होइन त्यहाँबाट निस्क्यौँ, त्यहाँ धेरै टाइमले हामी फोटो भिडियो गर्न पाएनौँ, जसले गर्दा चाहिँ हामी आयौँ। कहाँ भन्नुपर्दाखेरि चाहिँ यु क्यान सी होइन, यो पनि एकदम रमाइलो ठाउँ हो। र रमाइलो ठाउँमा पनि हाम्रो दाइहरू उता पर पुगिसक्नु भएको छ। किन भन्दाखेरि चाहिँ दाइहरूको अगाडि मलाई अलिक अप्ठ्यारो लाग्यो होइन। र यो भ्यू कस्तो भन्दा यो भ्यू कस्तो छ भन्नुपर्दाखेरि गाइस होइन, यो ठाउँमा भिडियो भन्दा पनि फोटो चाहिँ बबाल आउँछ। टिकटकको भिडियो चाहिँ खतरनाक आउँछ होइन। सो अहिले टिकटकको भिडियो चाहिँ बनाइएन, जसले गर्दा चाहिँ यु क्यान सी हेर्न तपाईँहरूलाई भ्यू हेर्न सक्नुहुन्छ, यो भ्यूहरूको मजा लिन सक्नुहुन्छ। सो यही छोटो मिठो ब्लग होइन। र उतापट्टि हाम्रो दाजुहरू कुर्दै हुनुहुन्छ। क्यामेरा राम्रो छैन तर पनि मान्छेहरू राम्रो छन् है। सलाम तपाईँको भिडियो बनाउन मिल्छ? हो र? ए होइन, केटाहरूले नाइ गर्न थाल्यो त्यसबेला दाइ भन्नु त्यसो कस्तो लाग्यो यो ठाउँ घुमेर? धेरै रमाइलो ठाउँ छ यो त एकदम रमाइलो ठाउँ छ। म प्रिफर गर्छु हाम्रो साथीभाइहरूलाई हो यो चाहिँ सही हो भिजिट गरौँ। सही धेरै राम्रो ठाउँ यो। अनि दाइ तपाईँलाई भन्नु त? मलाई नि अमेजिङ लाग्यो, सरप्राइजै भयो यो ठाउँमा आएर होइन। सोचिरहेको थिएँ एक दिन आएर भिजिट गर्नुको लागि, तर अनएक्सपेक्टेडली आयो होइन। सडनली आइपुगेँ यहाँ, तर रमाइलो भयो। अब यो ठाउँमा अब पुनः फेरि अब कहिले आउँछु टाइम लिएर आउनु पर्यो राम्रोसँग होइन। सही हो, तपाईँहरूलाई पनि अब आग्रह गर्छु एकचोटि आएर घुम्नु यो ठाउँमा। सही हो, धेरै राम्रो प्लेस हो होइन। यो दुवापोटको अनि एक्वेरियम म्युजियम रहेछ होइन। यहाँ आएर एकचोटि भिजिट गर्नु होला। पार्किङको लागि नि ठाउँहरू छ है, पार्किङको लागि पनि त जति छ ठाउँहरू, पार्किङ पनि छ, नो प्रब्लम। फ्यामिलीसँग सिङ्गल जो भए पनि आउन सक्नुहुन्छ। सो गाइस होइन सुन्नुभयो र देख्नु नै भयो रमाइलो भ्यूहरू। र यतापट्टि अब हाम्रो गाडी खोज्दैछौँ, कता छ दाइलाई पनि थाहा होला होइन। ए तँलाई त के हो त भन् त, तँलाई कस्तो लाग्यो? तित लाग्यो कि मिठ? एकदम मिठो। र गाइस के भन्नु पर्दाखेरि चाहिँ अब यतापट्टि चाहिँ अँध्यारो ठाउँ छ, जसले गर्दा चाहिँ त्यति क्लियर नआउन सक्छ। दाइले त ड्राइभिङ गर्नु छैन, हामी यता बस्छौँ। देखि खोली मेरो त छ जति पनि ठाउँ। र अहिले खानु पर्यो चिया।